ल हेलो गाइस अब हामी चाहिँ आज छुट्टीको दिन यसो घुमघाम गाइस हामी चाहिँ के अरे चिसो खानालाई माथि जान आँटेको यहाँ पनि यस्तो चरक्क चर्केको घाम रहेछ हामी चाहिँ हिँड्दा हिँड्दै थाकेर बसेको अवस्था। अब हामी यो घाँस काट्ने अवस्थामा आइसकेको छौँ। हामी घाँस काट्ने अवस्थामा आइसकेको छौँ किनकि यहाँको बाटै त्यस्तो छ, मुख नछोपी हुँदैन। हामी फेरि जान आँट्यौँ अब सस्तो चौकी आइपुगेको छौँ। सस्तो चौकीको अवस्था चाहिँ यस्तो छ, जाते आठ ज्यामिरे। हामी माथिको उकालोसम्म पुग्नु पर्ने हो। दिदीहरू यहाँदेखि चाहिँ हाम्रो एकदम भ्यू टावर देखिँदो रहेछ जातेको। तल हेर्नुहोस् त तल हामी समला आइपुगेको छौँ। क्यारमबोर्ड खेल्दैछन्, व्यापक छ, गट्टी चाहिँ छैन जस्तो छ। अब नानी ध्यान राख्यो हेर अनि चप प्याजी के हो ध्यान राख्यो अनि आली आली त्यो गाई हेर्नु पर्छ चप हान्नुको। चिप्सहरू चाहिँ समला आइसकेका छौँ। एक्सपेक्टेसन भर्सेस रियालिटी। वाउ हेर्नुहोस् यो चाहिँ कहाँ राख्नु यस्तो छ डाँडा चाहिँ कस्तो लाग्दो छ त अनि पर जानुपर्छ। गाडीहरू चाहिँ यहाँ राख्ने हो क्या, कहाँ ट्रेकिङ गर्ने। उता डिस्टर्ब हुन्छ भनेर यहाँनिर एउटा कपाल रहेछ, त्यहाँनिर डिस्टर्ब हुन्छ भनेर उनीहरूले हामीलाई चाहिँ ऊ परको भलेछ खाली छ त्यता जानु भन्नु। दुईजना कुद्ने हो क्या छिटो हामी चाहिँ व्यवस्था गरिसकेको छौँ। यहाँ गुल्डुङडुङ लड्छु भनेर अनिसले यहाँ ढुङ्गा राखेको छ, ओत राखेको छ। यहाँ भाइले गाजरले गर्दैछ, अनुसारले यहाँ चिप्स खोल्दैछ। बजारी चाहिँ एकदम चटपटे मात्रै खाँदै हुनुहुन्छ है। यो पहाडी काँक्रा छ, फिङ्गर्स छ, एभ्रिथिङ। हेर्नु है यहाँनिर एकदम व्यस्त हुनुहुन्छ खानामा, कोही बोल्न भ्याउनु भएको छैन। स्पेसली म चाहिँ होइन, मसँग चाहिँ चिसो छ, एकदम व्यस्तता जनाउँदै हुनुहुन्छ साथीभाइहरू, आफ्नै धुनमा हुनुहुन्छ। मलाई वास्ता पनि गर्नुभएको छैन खासै कसैले।
होइन हामीले खानु पुग्दैन घरमा अब हामीले सबै खाइसकेको छौँ प्याकअप भइसकेको छ दुईटा बाँकी छ तल्लो स्टेसनमा तल्लो स्टेसनमा खान्छौँ मलाई अहिले टिकटक बनाउँछु भनेर एकदम उफ्रिराख्नु भएको छ बरु गुरु एक्साइटेड एकदम ल बाई बाई बास उडी उडी दबा फाइनली हामी तल झरिसकेका छौँ थकित अवस्थामा बिहारीको खेल घर आइपुग्यौँ फाइनल्ली होइन फाइनल्ली हामी आइसक्यौँ गलेर फाँक भएको छ होइन